भाइ के गरेको ए लु खेल त कस्तो हुन्छ हेरौँ ए आलु जस्तो फलेको हुँदो रहेछ नि अनि अर्को पनि उखेल त के छ त अर्को बोट उखेल त यो ओल्लो बोट उखेल र त्यो ओरतिरको आहा त्यसमा त ठुलो रहेछ है ए कस्तो हुन्छ त्यो खाँदा नानो ए अनि तिमीलाई कसले सिकायो र आमाले सिकाएको होला ए ले त्यो अर्को नि उखेला त कति छ कति एक माना पार्छ हौ त्यो अरूतिरको खेला त यो त छेउमा छ त हो त्यो त्यसमा पो छ होला कि अलि धेरै कति रहेछ हेरौँ खै यता देखाउ त हेरौँ आमामा पानीवाला भन्ने यस्तो हुँदो रहेछ हेर त यी हाम्रो बाबुले खेलेको आहा यो त यही इटारी बजारमा नि बेच्न राख्छन् नि यही हो भाइ ए त्यही त अमला खोज्दा रहेछ नि होइन मौरीको चाका आमामा मौरीको चाका नि छ खै आहा मौरीको चाका त होइन होला है यो त ओहो बारुला होला यस्तो पहाडतिर त यस्तो अर्ग्यानिक खानेकुराहरू पनि हुँदो रहेछ है खाऊ है बाबा पहाड आएको बेला ल यता पहाडतिर यस्तो जङ्गलतिर घुम्दैछौँ यता के देख होइन यस्तो छ भाइ अनि त्यो धेरै खाँदा पनि हुन्छ थोरै खानुपर्छ ए कति दाना जति हुन्छ तिमी गीत गाउन जान्दछौ एउटा जान्दछ अरे त एउटा गीत गाउ त गीत गाइदेऊ त लु एउटा मैले सुनेको तिमी गीत गाउँछौ अरे हो भाइ लु एउटा गीत गाइदेऊ लु ल ल ल ल गीत गाउ ल लु गीत गाउ न एउटा गीत गाउ न मैले सुनेको लु गीत गाउ बाबा लु तिमीले जानेको छ अरे लु लु छोरो लु गीत गाउ त नानो गीत गाउ न हो गीत गाउ भाइ एउटा गीत गाउ न त लु हेर त पानी आमालाई गीत गाउ त छोरो एउटा ल कस्तो कुन चाहिँ जानेको छ भाइले राम्रो गीत गाउँदो रहेछन् ल ल के भन्छौ त तिम्रो फोटोमा हालिदिन्छु पोस्ट गरिदिन्छु सबैले लाइक फलो गरिदिनु भन्छौ ल सबैले लाइक फलो गरिदिनु होला भन बुवा आमा दाजुभाइ दिदीबहिनी सबैले मेरो भिडियो लाइक गरिदिनु भन लु यता हेरेर ल ल ल सबैले फलो गरिदिनु रे हाम्रो भाइको भिडियो ल